एभ्रिवान, गुड मर्निङ हजुरहरू सबैजनालाई। अनि मैले चाहिँ आज एउटा सानो भिडियो गेट रेडी भिडियो लिएर आइसकेको छु है। अनि म चाहिँ के प्रडक्ट युज गर्छु भनेर हजुरहरूलाई देखाउँदैछु है। अनि फर्स्टमा चाहिँ म युज गर्छु टोनर है। यो चाहिँ प्लमको टोनर। अनि टोनर लगाउनुपर्छ फर्स्टमा है। टोनरलाई चाहिँ लगाएर चाहिँ मजाले चाहिँ यसरी लगाउनुपर्छ हातले नै है। अनि यसलाई चाहिँ अलिक सुक्नु दिनुपर्छ है। अनि यसको बादमा चाहिँ अलिक सुकेपछि चाहिँ म चाहिँ लाउँछु सिरम है। प्लमकै सिरम छ मेरोमा चाहिँ है। अनि यो सुकिसकेको छ मजाले है। अनि यो प्लमको सिरम लाउँछु म चाहिँ है। अनि कम्ती लाउँदा पनि हुन्छ, सिरम चाहिँ त्यस्तो बेसी लाउनु पनि पर्दैन है, कम्ती। अन्त तर यो सिरम एकदम राम्रो छ है साथीहरू। किनभने चाहिँ यो सिरमले चाहिँ हामीले डेली युज गर्दाखेरि चाहिँ जति हाम्रोमा यो डार्क स्पट, अनुहारमा डार्क स्पटहरू छ, अब जस्तो चायाहरू छ भने यसले चाहिँ मजाले है जाँदो रहेछ। मेरो चाहिँ धेरै गयो चायाहरू, मेरो चाहिँ थिएन त अनुहारमा। अन्त यो सिरमले चाहिँ अब कन्टिन्यू युज गर्दाखेरि चाहिँ यस्तो राम्रो हुँदोरहेछ, ब्राइटनेस हेर्नु न, ग्लो चाहिँ कस्तो दामी आउँछ, नेचुरल ग्लो हो यसमा चाहिँ, राम्रो हुन्छ एकदम यो सिरम। अनि भिडियो चाहिँ अलिक लामो हुन्छ है साथीहरू, अलिक लामो हुन्छ है, लास्टसम्म नि हेर्नुहोस् होला। यो सिरम चाहिँ यति दामी छ यो प्रडक्ट है। यो प्लमको चाहिँ यस्तो नेचुरल ग्लो आइहाल्छ होइन, त्यस्तो च्याकच्याक पनि हुँदैन पुरा हो। अनि यसलाई पनि एकछिन सुक्नु दिन्छु है। अनि सुक्नुको बादमा चाहिँ म लाउँछु यहाँ निभियाको मोइस्चराइजर, क्रिम मोइस्चराइजर है। अनि मोइस्चराइजर चाहिँ त्यस्तो बेसी पर्दैन, अलिअलि मात्रै है। अनि सनस्क्रिन लाउनुभन्दा अगाडि चाहिँ मोइस्चराइजर लाउनुपर्छ नि त। अनि म चाहिँ लाउँदैछु मोइस्चराइजर क्रिम है। निभियाको एकदम राम्रो हुन्छ यो मोइस्चराइजर पनि, मलाई चाहिँ पुरा मनपर्छ यो है। अन्त यो लगाउनुको बादमा चाहिँ अब लाउनुपर्छ सनस्क्रिन है। यो चाहिँ निभियाको छ हेर्नुहोस्। अनि अब यसको बादमा लाउँछु म सनस्क्रिन पनि मेरो प्लमकै छ है। अनि मेरो चाहिँ प्लमको युज गर्छु सबै है प्रडक्टहरू। मेरो फेसवास पनि यही कम्पनीकै छ, प्लमकै है। अनि एकदम राम्रो हुन्छ। आफ्नो चायाहरू छ भने पनि चायाहरू पनि धेरै जान्छ है साथीहरू। अन्त अब डेली हामीले चाहिँ अब रेगुलर बेसिसमा चाहिँ हामीले अब युज गर्नु पऱ्यो नि त। हामीले स्किन केयर के गर्छु है त्योहरू युज गर्नु पऱ्यो। अनि डेली युज गरेको छ भने चाहिँ हाम्रो रुटिन नै त्यही बनिन्छ नि त। अन्त रुटिन नै बनिन्छ है डेली युज गर्दा। अनि त्यही भएर